तपाईँ शाकाहारी हुनुहुन्छ तैपनि युरिक एसिड बढेको छ। मासु त खाँदिन, मलाई गाउट कसरी भयो भनेर सोचिराख्नु भएको छ। आज म तपाईँलाई तथ्य कुरा बताउँछु। सबैभन्दा ठुलो भ्रम के हो भने गाउट भनेको मासु खाने मान्छेलाई मात्रै हुन्छ। तर साँचो के हो भने गाउट भनेको एउटा मेटाबोलिक रोग हो। सबैले बुझ्नुपर्ने कुरा के हो भने शरीर आफैले पनि युरिक एसिड बनाउँछ। हामीले खाने खानाबाट मात्र होइन, हाम्रो शरीरले पुरानो सेलहरू फुट्दा मर्दा पनि युरिक एसिड बनाउँछ। त्यसैले मासु नखाँदा पनि युरिक एसिड बढ्न सक्छ। कहिलेकाहीँ किडनी अर्थात् मृगौलाले राम्रोसँग युरिक एसिड फाल्न सकेन भने पनि युरिक एसिड बढ्न सक्छ। युरिक एसिड शरीरबाट निकाल्ने काम मृगौलाको हो। यदि पानी कम पिउनु भयो, मृगौला कमजोर छ भने युरिक एसिड जम्मा हुन सक्छ। धेरै गुलियो खाने बानी छ भने पनि युरिक एसिड बढ्न सक्छ। धेरै प्याकेटको जुस, कोल्ड ड्रिङ्क, धेरै चिनी भएको खाना, धेरै मह खायो भने पनि युरिक एसिड बढ्न सक्छ। भात, मैदा, मिठाई, धेरै सेतो चामल र कार्बोहाइड्रेट खानुभयो भने पनि युरिक एसिड बढ्न सक्छ। मोटो मानिसहरूमा पनि युरिक एसिड बढ्न सक्छ। सबैले बुझ्नुपर्ने कुरा के हो भने गाउट भनेको मासु खानेलाई मात्र हुने रोग होइन, यो शरीरको मेटाबोलिजमको समस्या हो। शाकाहारी भए पनि गाउट हुन सक्छ। यसको लागि के गर्ने त? दिनमा 2-3 लिटर पानी पिउनुहोस्, जुस र कोल्ड ड्रिङ्क कम गर्नुहोस्, तौल नियन्त्रण गर्नुहोस्, नियमित व्यायाम गर्नुहोस् र जरुरी भएमा औषधि खानुहोस्। अर्को भिडियोमा समाधान पनि बताउनेछु।